रबिना देशराज जोशी आफ्नो अभिव्यक्तिका कारण पनि चर्चामा छाइरहेकी हुन्छन्। केही समय अगाडि बुहारी प्रियङ्का कार्कीसँग बिकिनी अवतारमा खिचाएको तस्बिरका कारण रबिना विवादमा तानिएकी थिइन् भने एकपटक समाजले किन दुईवटा श्रीमान राख्न दिँदैन भन्ने अभिव्यक्तिका कारण विवाद र चर्चामा छाएकी थिइन्। रबिना देशराज जोशीले एक अन्तर्वार्तामा भनेकी थिइन्, मेरा एकजना आफन्तसँग एक दिन कुरा गर्दै थिएँ। उहाँले एउटा ग्यादरिङमा हजुरबाका 3 जना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो। ल त्यही ठाउँमा हजुरआमाका 3 जना श्रीमान जम्मा भएको भनौँ त। एउटा पुरुषका 3 श्रीमती एकै ठाउँमा भेला हुनुलाई स्वाभाविक रूपमा लिने समाजले एउटा महिलाका 3 श्रीमान एकै ठाउँमा ग्यादरिङ गरेको पचाउन सक्छ? पुरुषहरू खुल्ला रक्सी चुरोट खान्छन्, ल हामी खाउँ त, के भन्छ समाज? अहिले जे भइरहेको छ त्यो सबै महिलाले सही दिने भएर हो। उसले 3 वटा ल्याउँदा 10 जनासँग यौन सम्बन्ध राख्दा चुरोटले दाम्दा पनि सही दिने मात्र परिवार जन्मिएको देख्ने, त्यसलाई नसहे परिवार विखण्डन भएको देख्ने। रबिनाको यो अभिव्यक्तिले केही समय अगाडि सिङ्गो देश नै तातेको थियो। रबिना देशराज जोशीले बुहारी प्रियङ्का कार्कीसँग बिकिनी अवतारमा खिचेको तस्बिरको बारेमा पनि आफ्नो भनाइ राखेकी थिइन्। रबिनाले भनेकी थिइन्, सबै घटनाहरूले मानिसहरूलाई सिकाइ रहेका हुन्छन्, चाहे दुःखमा होस् वा सुखमा। त्यो फोटो खासमा सामाजिक सञ्जालमा मैले राखेको होइन, प्रियङ्काले हालेकी हुन्। खासमा म त्यो झन्झट बिहोर्न चाहन्नथेँ। मलाई थाहा थियो नेपाली समाज खैरेनीहरूले बिकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ, त्यही फोटो सामाजिक सञ्जालमा पस्कन सक्छ। तर त्यस्तै तस्बिर नेपाली महिलाले पोस्ट गरे भने मुख बाउँछ। यसलाई जसले नकारात्मक रूपमा टिप्पणी गरे उनीहरूको बुझाइको लेभल हो त्यो। यो घटनाले मलाई समाजको अर्को रूप पनि देखाइदियो। समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन्। यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईँ यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नु भएछ भन्ने। कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो। कसैले एक्लै जानुभएछ, खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो। त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज दुनियाँ बुझेका मान्छे पनि छन्। अहिले पनि भन्छु, हरेक कुरालाई लैङ्गिकताको नजरबाट नहेरौँ। मेरो छोराले मलाई बिकिनीमा देखेर केही भन्दैन, बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुहोस् भन्छ। कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु अरूका लागि होइन, आफ्ना लागि हो। म मेरो कुरामा कम्फर्ट छु भने अरूलाई किन चासो? कुनै छोरीलाई हाफ प्यान्टमा कम्फर्ट लाग्छ होला, उसले त्यस्तो लगाएर केटालाई आउँछौ भनेको त होइन नि। अर्को कुरा, पुरुषहरूले झर्नामा छाती छोपेर ननुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने। महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने? पुरुष जस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्न पर्यो नि। जसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौँ। अब हरेक आमाले बुझ्नुपर्छ, छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौँ।